नाम के पर्यो हजुर? रुद्रबहादुर श्रेष्ठ। घर चाहिँ कहाँ पर्यो? उदयपुर जिल्लाको रोतामा गाउँपालिका वडा 7 लोकपुची। रोतामा त ठुलो त्यहाँ फेमस हो त है ठाउँको नाम? हजुर। लाइटमा रोतामामा एउटा के भन्छ नि, त्यहाँ पोखरी छ र त्यहाँ रुखको पात झर्दा पनि चरा टिपेर लान्छ हो? हजुर, रौता पोखरी भन्ने छ। अहिले पनि त्यो त्यस्तै छ त्यहाँको सभ्यता? छ त। रोता पोखरीमा खास चाहिँ कुन चाहिँ देवीको त्यहाँ मन्दिर छ? रौता रानी भन्छ। रौता रानी? अहिले त्यहाँ धेरै विकास भएको छ अरे हो? पहिले त्यस्तो विकास थिएन, अहिले होटल खोलेको छ अरे होइन? अहिले त होमस्टेहरू छ थुप्रो होमस्टे छैन। हाम्रो साथीहरू धेरै त्यहाँ पास बसेर अनि एक रात बिच एकदम चिसो हुन्छ है? हजुर। म अहिलेसम्म म त्यहाँ जानु मन लागेको थियो, आउँछु म। ठिकै छ, आउनु मिलाएर। यो पेसा तपाईँले कति दिन अँगाल्नु भएको? 2063 साल पुस 15बाट सुरु गरेको। जात श्रेष्ठ। तर यो तपाईँले वाद्यवादन राख्नुभयो, तपाईँ चाहिँ के कारण तपाईँ यस्तो सङ्गीतप्रति तपाईँको उच्च प्रेरणा भयो त? यो चाहिँ हाम्रो स्थानीय लोकल अब उत्पादनहरूलाई चाहिँ संरक्षण गर्ने, प्रवर्धन गर्ने, प्रचार प्रसार बजारीकरण गर्ने उद्देश्यले यो पसल खोलेको हुनाले यहाँ पनि यो मादल बनाउने उद्यमीहरू भएको हुनाले उद्यमीको सामान बेच्ने क्रममा यो सामानलाई पनि बजारीकरण गर्न। त्यो बेतको सामान पनि देखिरहेको छु यहाँ होइन? यो छेडको लागि चाहिने मधेसमा होइन? यो कुनिया हुन्छ के भन्छ, ढाकी पनि रहेछ होइन? ओहो, यो त झन् चिडिया पुत्री बस्ने बेला यहाँ पनि पाउँछ है? हामीले चाहेको इटरीबाट मगाएको थियौँ हामीले। स्थानीय महिला पुरुष सबैले जुन एउटा घरेलु उत्पादन होइन उद्यमीहरूको तपाईँले चाहिँ सामग्रीलाई चाहिँ एउटा चाहिँ प्रोत्साहन बिक्री वितरण गर्दै हुन्छ। राम्रो काम हो। ल, एउटा यो आफ्नो लोक भाका संस्कृति होइन वाद्यवादन संरक्षण गर्दै हुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद। अहिले हतार लाग्छ ल। धन्यवाद। लिनु पर्ला।